एभ्रिवान, वेलकम टु माई मिनी भ्लग। आज चाहिँ दिदीले खाना खानु बोलाउनु भएको थियो, त्यही भएर जाँदैछौँ। अनि यहाँ चाहिँ दिदी आमाहरूले यसरी बाटो खन्नुभएको रहेछ। यो चाहिँ हाम्रो प्रेम आप्पा दाजुको चौतारो हो। अनि म चाहिँ एकदम धेरै गलेर तल चौतारोमा बसिरहेको छु। अनि दिदीको घर पनि पुग्यौँ। अनि यहाँ बसिरहेको छौँ, दिदीको हातबाट आशीर्वाद लिँदै। भाग्यमानी हुनु ल, भाग्यमानी हुनु है, धेरै पढ्ने हुनु ल, हुनु पल्टनी ल ल, सुख शान्ति हुनु, देश विदेशमा पनि नानाहरूको आशीर्वाद। दिदीको हातबाट आशीर्वाद ग्रहण गरेर घरतर्फ जाँदैछौँ। अनि घरमा पुगेर माइती राजाहरूको लागि फुलमाला उन्दैछु। अनि एकदमै रात पनि धेरै गइसकेको थियो, त्यही पनि सेरोटी पोले। अनि यसरी नै बितिरहेछ यसपालिको दीपावली। ह्याप्पी दीपावली सम्पूर्ण।